न्यायालयप्रति र सरकारप्रति हामी नेपाली जनताहरूले प्रश्न गर्न पाउने कि नपाउने? पाउनुपर्छ नि, होइन र? किनभने हाम्रो हक अधिकार नै हो। तर आज मैले यसरी प्रश्न गरिराख्दाखेरि के कुरा भन्न मन लाग्यो भन्दाखेरि, के प्रश्न गर्न मन लाग्यो भन्दाखेरि, इटा भट्टामा जिउँदै मान्छेलाई जलाएर मार्ने अपराधी दुष्ट पापीलाई चाहिँ रिहाई गर्ने कस्तो खालको न्यायालय, कस्तो खालको अदालत हो यो? कस्तो खालको सरकार, चोर सरकार हो? र देश बनाउँछु भनेर आएको व्यक्ति कुनै पनि नराम्रो काममा कुनै पनि नराम्रो काम गरेको छैन र कुनै पनि नराम्रो काममा आबद्ध पनि छैन र कुनै सहकारी ठगेको पनि होइन। झुटो आरोप र झुटो मुद्दा लगाइएको मात्रै हो। उहाँलाई आज कारागार जेलमा लगेर सजाय दिइरहेको, थुनिरहेको छ। यो कस्तो न्यायालय हो? यो कस्तो सरकार हो? आज मेरो यो प्रश्न अदालतलाई, न्यायालयलाई र सरकारलाई, हामी नेपाली जनताहरूलाई स्पष्ट रूपमा, क्लियर रूपमा हामीलाई जानकारी देऊ, भनिदेऊ, रवि दोषी हो। रविले देश बेचेकै हो। रविले गिरिबन्धु टी स्टेट काण्ड मचाकै हो। रविले नेपाली स्काउटको जग्गा कब्जा गरेकै हो। बाल मन्दिरको जग्गा कब्जा गरेकै हो। पतञ्जलीको जग्गा कब्जा गरेकै हो। टिकापुर बेचेकै हो। टेरा मक्सु काण्ड रविले नै गरेको। सुन काण्ड रविले नै गरेको। 3G 4G काण्ड सबै रविले गरेको। सम्पूर्ण काण्ड रविले नै गरेको भनेर भनिदिनु पर्यो क्या। लिपुले कालापानी लिम्पियाजुरा नेपालको भूभाग भारतलाई बेचेको भन्नु पर्यो। कालापानी पनि बेचेको भन्नै पर्यो। भन्नु पर्यो क्या। अब रविले नेपालको वन, खोला, नाला, उद्योग, कल कारखाना सबै बेचेर खाएको भनेर भन्नु पर्यो। रविले नेपाल 35 वर्षदेखि मात्रै होइन, 70 वर्ष 100 वर्ष भयो पार्टीहरू भएको। 100 वर्षदेखि 35 वर्ष, 70 वर्ष, 70 वर्ष 35 वर्षदेखि रविले लुटेर खाएको, बेचेर खाएको भनेर भन्नु पर्यो क्या। अब स्पष्ट रूपमा भन्नु पर्यो रविले बेचेर खाएको भनेर। नत्र एउटा निर्दोष व्यक्तिलाई जेलमा लगेर थुनेर, झुटो आरोप, झुटो मुद्दा लगाएर सजाय दिएर यातना र कष्ट दिनु, यो कहाँको न्यायालय हो? कुन आधारमा गरिँदैछ? रविले यो पनि गर्यो भन्नु, नेपालमा बलात्कार पनि रविले गरेको, हत्या पनि रविले नै गरेको, भ्रष्टाचार पनि रविले नै गरेको, देशलाई खनानी र ब्रह्माण्ड लुट पनि रविले मचाएको भन्नु पर्यो। रविले नै गरेको यो सबै। यो अदालत र सरकारले क्लियर रूपमा भनिदिनु पर्यो क्या। आँट र दम छ, तिमीहरूको आँट र दम छ यसरी भन्ने छ भने प्रमाण लिएर आऊ। यो पनि आरोप लगाऊ। जीवनभरि रवि आजीवनै जेलमा बस्ने गरी तिमीहरूले यो प्रमाण सहित लिएर आऊ। अनि नेपाली जनताले तिमीहरूलाई मान्छ कुकुरहरू। ठुक्क दुई तिहाईको सरकार फटाहरू र न्यायालयको खोल ओढेर बसेकाहरू, कालो कोट लगाएर र सिंहासनमा त्यहाँको त्यो कुर्सीमा बसेर आदेश दिने, आदेश लेख्नेहरूलाई ठुक्क तिमीहरू पार्टीको झोले भएर 10 करोड खाएर एउटा निर्दोषलाई जेल पठाउने ठुक्क तिमीहरू। तिमीहरूलाई त मरेर जाँदा पनि नरकमा पनि तिमीहरूलाई राम्रोसँग ठाउँ हुँदैन होला सायद, तिमीहरू जस्तो फटाहरूलाई। मैले फटाइ भने यिनीहरूलाई आइज पक्रेर लैजा, मलाई सकोस् भने जेल लगेर थुन आइज। सिधा कुरा हो। के मैले न्यायालयप्रति प्रश्न गर्दाखेरि म जेल जानुपर्ने हो? हामी जस्तो युवाहरू जेल जानुपर्ने? समाउँदै जेलमा लगिरहेछ अहिले केपीको विरोध गर्नेहरूलाई। केपीको विरोधको गीत निकाल्यो भने उसलाई नि पक्रेर जेल आइरहेछ। विदेशमा रहेर उसको विरोध गरे, युट्युबहरू, सामाजिक सञ्जालमा विरोध गर्यो भने पक्रिँदै, इन्टरपोल लगाउँदै पक्रिँदै लाँदैछ। कतिलाई चाहिँ लान्छ हौ? लैजाऊ, समाचार लैजाऊ। एकजनाले मात्रै होइन, अब धेरैले आवाज उठाउँ। सामाजिक सञ्जाल सबैको हातमा छ त यार, उठाउँ। अब देश त यिनीहरूले खरानी बनायो। अब पनि नबोल्ने, बोल्नु पर्यो, उठाउनुहोस्, बोल्नुपर्छ। यो भिडियोलाई सक्दो सेयर लाइक गर्नुहोस्, त्यो चोरहरू भएको ठाउँमा पुगोस्। माफ गर्नुहोस्, चोर भन्नु चाहिँ नहुने हो, अप्रिय शब्दहरू बोल्नु नहुने हो। यसमा फेरि पनि क्षमा माग्छु, ती व्यक्तिहरूसँग पुगोस्। अप्रिय शब्दहरू बोलेको छु भने यो भिडियोको मार्फतबाट सबैले माफ गर्नु होला।